के छ हौ मित्रहरू? आपको त पुरै शर्मा गर्मी चलिरहेछ यार। के छ तिम्रो मेरो सोच? खास आफ्नो मान्छे के फेरि नेपाली कङ्ग्रेसबाट उठ्नु भएको छ यार यसपालि। भाइ जसरी पनि है तिम्रो जति पनि सर्कलमा छ भनेर भन्नुभएको छ। अब यसपालिको भोट त उहाँले नै दिने हो, काङ्ग्रेसले नै दिने हो यार। यार तपाईँहरूमा अझै पनि केही परिवर्तन छैन यार। मेरो आफ्नो विद्यालय दिन्छु अरे, मेरो उसलाई दिन्छु अरे। जेएनजीको आन्दोलन पछिको परिवर्तन शहीदको रगतले लेखिएको इतिहास हो के। यसमा कैयौँ आमाहरूको काख रित्तिएको छ, यसमा कैयौँ छोरीहरूको सिन्दुर पुछेको छ। साना नानी बाबु भाइ बहिनीहरू चाहिँ मरेका छन् देशलाई परिवर्तन होस् भनेर। उनीहरूको रगत अझै पनि सुकेको छैन, आलै छ। अनि तपाईँहरू परिवर्तनको पक्षमा हुनुहुन्न यार। अब त परिवर्तन हुनुहोस्, हाम्रोलाई होइन राम्रोलाई छान्नुहोस्, परिवर्तन हुनुहोस्। तपाईँ हामी एक दुई परिवर्तन भएर नै सबै परिवर्तन हुने हो कि। अब हामी चाहिँ परिवर्तनको पक्षमा हौँ है। अनि हजुरले चाहिँ परिवर्तनको पक्षमा होइन, जुटिहाल्नुहोस् है। परिवर्तन हुनुपर्छ है, परिवर्तन गर्नुपर्छ। अनि उहाँहरू त परिवर्तनको लाइनमा निक्लिनु भइसक्यो। अब पालो हजुरहरूको है त, ढिला नगर्नुहोस्।